जेठ 15 गणतन्त्र दिवस, त्योभन्दा नि महत्त्वपूर्ण कुरा भनेको बजेट भाषण हुने दिन। अब भाषण भन्ने बित्तिकै कता भागौँ कता लुकुम हुन्छ होला हैन त। 19 खर्बको कुरा छ। यो केवल सरकारको होइन, तपाईको पनि बजेट हो। 19 खर्बको बजेट कहाँबाट आउँदैछ, कता जाँदैछ, अनि बजेटको पैसा तपाईको हातमा कसरी आइपुग्छ भन्ने जान्न चाहनुहुन्छ? अनि बजेट हेर्ने सरकारी काम हो भनेर नसोच्नुहोस् है त। मन्त्रीका अप्ठ्यारा भाषणका शब्दमा होइन, तपाईको भाषामा सरल तरिकाले बजेटलाई एक्सप्लेन गर्नेछु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म प्रकाश सुवेदी। आजको भिडियोमा आर्थिक वर्ष 2082-83 को बजेटको संक्षिप्तमा कुरा गर्नेछु। अनि यसका लागि पहिले चाहिँ तपाईले मेरो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरी बेल आइकनमा क्लिक पनि गर्नुहोला। बजेटको किताब र माननीय अर्थमन्त्रीको भाषण रामायण भन्दा ठूलो अनि अप्ठ्यारो लाग्न सक्ला, तर सामान्य शब्दमा एक लाइनमा बुझ्दा बजेट भनेको सरकारको आम्दानी र खर्चको वार्षिक योजना हो। यसलाई अझै मजाले बुझ्नु पर्दाखेरि बजेट भनेको अघिल्लो वर्षको आर्थिक कामको लेखाजोखा, अहिले भइरहेको कामको अवस्था र आउँदो वर्ष सरकारले कहाँबाट पैसा भेला गर्ने र कहाँ र कसरी खर्च गर्नेछ भन्ने अनुमान हो। एसियाली विकास बैंकले त बजेटलाई देशको आर्थिक ऐना पनि भनेको छ। बजेटले कसले के गर्ने भन्ने जिम्मेवारी तोक्छ र सरकारी योजना लागू गर्न पनि सहयोग पुर्याउँछ। आर्थिक वर्ष 2082-83 को कुल बजेट 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँ बराबर रहेको छ। अब यत्रो अरबौं रुपैयाँ कहाँबाट ल्याउने योजना छ त? त्यो पहिला हेरौं। नेपालको बजेटको मुख्य आय स्रोत रेभिन्यू सोर्सेस भनेको पहिलो नम्बरमा कर राजस्व ट्याक्स रेभिन्यू हो। सरकारको सबैभन्दा ठूलो आय यही हो। यसलाई सामान्य रूपमा बुझ्नु पर्दा कुनै पनि देशका नागरिकले सरकारलाई कुनै पनि प्रतिफल वा प्रत्यक्ष लाभको आश नराखी गर्ने अनिवार्य भुक्तानी नै कर हो। जनताबाट उठाइएको कर कसैको विलासिताको लागि भन्दा पनि समाजको हितमा लगाइन्छ भन्ने विशेषता रहेको छ, तर व्यावहारिक रूपमा भने त्यस्तो अहिलेसम्म देखिएको चाहिँ छैन। अब सरकारको कर राजस्व शीर्षक अन्तर्गत चाहिँ के पर्लान् त भन्ने पनि लागिरहेको हुन सक्छ। त्यसमा पर्ने मुख्य कुराहरू के हुन् भन्दा मूल्य अभिवृद्धि कर, जसलाई हामी भ्याट भनेर भन्ने गर्छौं। अर्को भनेको आयकर इन्कम ट्याक्स, भन्सार शुल्क कस्टम ड्युटी, उत्पादन शुल्क एक्सर्साइज ड्युटी, स्वामित्व कर भनेको प्रपर्टी र भेकलको ट्याक्स, यी आदि अध्याय पर्ने गर्छन्। अब जहाँ चाहिँ सरकारले कर प्रणाली मार्फत उद्योग, व्यापार, रोजगारी र आयात जस्ता विभिन्न क्षेत्रबाट पैसा उठाउँछ र यो आर्थिक वर्ष पनि करबाट 13 खर्ब 15 अर्ब उठाउने लक्ष्य राखेको छ, जुन रकममा चाहिँ गैर कर राजस्वको रकम पनि समावेश गरिएको छ। अब गैर कर राजस्व के हो त भन्ने लागिरहेको छ भने त्यसको बारेमा पनि म विस्तृतमा जानकारी गराइदिन्छु। गैर कर राजस्व तर्फ सरकारले आफै उत्पादन गरेका वस्तु, विभिन्न सरकारी सेवाको शुल्क, जस्तै सरकारी काममा जानुभयो भने सिफारिसहरू केही लिनु पर्दा पनि त्यहाँ हामी दस्तुर तिर्छौं, ती कुराहरू भए। अर्को भनेको दण्ड जरिवाना, कहिलेकाहीँ ट्राफिक पुलिसले त पक्कै पक्रेको होला, फाइन त तिर्नु भयो होला हो। यस्ता किसिमका विविध जरिवानाहरू अनि सरकारी सम्पत्तिहरू कहिलेकाहीँ बिक्री गरेर पनि पैसा आउने गर्छ, कहिलेकाहीँ उपहारहरू आउने गर्छ। अनि मुख्य भनेको सार्वजनिक निकायहरूबाट आउने लाभांश डिभिडेन्डहरूबाट प्राप्त हुने रकम चाहिँ यसमा पर्दछ। अर्को मुख्य पैसा आउने ठाउँ भनेको चाहिँ ऋण पनि हो। अब ऋणलाई पनि दुईटा प्रकारमा विभाजन गरिएको छ। एउटा हुन्छ आन्तरिक ऋण इन्टरनल लोन, अर्को हुन्छ बाह्य ऋण अथवा वैदेशिक ऋण भनेको एक्सटर्नल लोन। अब आम्दानीका स्रोतहरूबाट आउने पैसा भन्दा खर्चका शीर्षकबाट पैसा जाने ठाउँ धेरै भयो भने आम्दानी र खर्चको बीचमा यत्रो भङ पर्ने गर्छ। अब त्यो भङ त टाल्नै पर्यो। कहाँबाट टाल्ने त भन्दाखेरि ऋण ल्याउने हो। त्यस्तो अवस्थामा देशभित्रका विभिन्न संस्था तथा व्यक्तिसँग सरकारले उठाउने ऋणलाई आन्तरिक ऋण भन्ने गरिन्छ। अब कहिलेकाहीँ के हुन्छ, विदेशी दात्री संस्था वा सरकारहरूबाट प्राय कम ब्याज र समयमा तिर्ने शर्तमा लिने ऋणलाई चाहिँ वैदेशिक ऋण अथवा बाह्य ऋण भन्ने गरिन्छ। यो आर्थिक वर्षमा पनि इन्टरनल आन्तरिक ऋणबाट 3 खर्ब 62 अर्ब रुपैयाँ र 2 खर्ब 33 अर्ब 66 करोड एक्सटर्नल लोन वैदेशिक ऋणबाट उठाउने लक्ष्य राखेको छ। आम्दानीका स्रोतहरू धेरै भएनन् भने ऋणले ढाड सेक्किने अवस्थामा पुगेपछि अरू कसैले पो दिइहाल्छ कि भनेर आश गर्ने चलन चाहिँ यो पहिलेदेखि चलिआएको छ। त्यसरी नै नेपाल जस्ता विकास उन्मुख मुलुकमा घाटाको बजेट सधैँ बन्ने गर्छ। अब त्यो घाटा त मिलाउनु पर्यो। के गरी मिलाउने भन्दा ठूला ठूला धनी राष्ट्रले सहयोग रकम दिन्छन् कि जुन फिर्ता गर्नु पर्दैन हो। यस्ता रकमलाई के भनिन्छ? अनुदान।
नेपालले पनि 53 अर्ब 45 करोड रकम चाहिँ अनुदानबाट उठाउन सकिन्छ कि भन्ने आशा राखेको देखिन्छ। यसरी विभिन्न स्रोतहरूबाट जम्मा रु 19 खर्ब 64 अर्ब 11 करोड भेला गर्ने अनुमान गरिएको छ। अब जेनतेन पैसा त भेला गर्ने स्रोतहरूको बारेमा हामीले जानकारी लियौं। अब त्यो आय जम्मा भेला गरेको पैसालाई चाहिँ कहाँ कसरी खर्च हुँदैछ भन्ने बारेमा डिटेलमा हेरौं। नेपाल सरकारको वार्षिक बजेटमा मुख्यतः दुई प्रकारको प्रमुख खर्चहरू समावेश हुन्छ। एउटा हुन्छ चालु खर्च रिकरेन्ट एक्सपेन्डिचर र अर्को हुन्छ पुँजीगत खर्च क्यापिटल एक्सपेन्डिचर। यसलाई अझै साधारण र बुझ्ने भाषामा हेर्ने हो भने चालु खर्चको बारेमा पहिले हेरौं। अब यो चालु खर्च भनेको चाहिँ सरकारको मुटु जस्तै हो। अब दिनौ धड्किनै पर्छ, नत्र त सिस्टम नै बन्द हुन्छ। चालु खर्च भनेको सरकारको नियमित कामकाजका लागि आवश्यक दैनिक खर्च हो। यसमा कर्मचारीहरूको तलब भत्ता, कार्यालय सञ्चालन खर्च, सामाजिक सुरक्षा भत्ता, ऋणको ब्याज तिर्ने र मल बिउमा दिइने अनुदान जस्ता सेवा केन्द्रित खर्चहरू समावेश हुन्छ। चालु खर्चले प्रशासन चलाउँछ, जनतालाई आवश्यक सेवा पुर्याउँछ र सरकारलाई क्रियाशील राख्छ। यो खर्चले उत्पादन र नयाँ सम्पत्ति सृजना गर्ला कि नगर्ला भन्ने लागेको छ भने ढुक्काउनुस्, यो खर्चले नयाँ सम्पत्ति सृजना केही पनि गर्नेवाला छैन। बस देश चलिरहने मूल आधार भनेको चाहिँ चालु खर्च हो। यदि चालु खर्च सही रूपमा व्यवस्थित भयो भने देशको सेवा प्रवाह प्रभावकारी हुन्छ, तर अत्याधिक भयो भने पुँजीगत खर्च घटेर विकासमा चाहिँ असर पर्छ। यो वर्षको बजेट हेर्दा चालु खर्चहरू 11 खर्ब 80 अर्ब 98 करोड अनुमान गरेको देखिन्छ। यो भनेको कुल बजेटको 60.1% हो। त्यस्तै अर्को महत्त्वपूर्ण खर्च भनेको पुँजीगत खर्च, जसलाई क्यापिटल एक्सपेन्डिचर भन्ने गरिन्छ। पुँजीगत खर्च भनेको दीर्घकालीन विकासका लागि सरकारद्वारा गरिने लगानी हो। यसले सडक, पुल, अस्पताल, विद्यालय, जलविद्युत आयोजना, सिंचाई जस्ता भौतिक संरचना निर्माणमा खर्च हुन्छ। यो खर्चले देशको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्छ, रोजगारी सृजना गर्छ र भविष्यमा आम्दानी बढाउने सम्भावना पनि बनाउँछ। पुँजीगत खर्च उत्पादनशील हुन्छ र सम्पत्ति सृजना गर्छ, त्यसैले यसलाई चाहिँ विकासको इटागिटी पनि भनिन्छ। यति महत्त्वपूर्ण भए पनि नेपालमा समयमै खर्च नहुने, योजनाको ढिलाइ हुने जस्ता समस्याले यसको प्रभाव घटाउने गरेको छ। अब पुँजीगत खर्चतर्फ चाहिँ जम्मा 4 खर्ब 7 अर्ब 89 करोड, यो भनेको कुल बजेटको 20.8% मात्र हो। सारांशमा हेरौं, सरकारले आगामी आर्थिक वर्षका लागि कुल खर्चहरू 19 खर्ब 64 अर्ब 11 करोड रुपैयाँ विनियोजन गरेको छ। त्यसमध्ये चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड अर्थात् 60.1% छुट्याइएको छ भने पुँजीगत खर्चतर्फ 4 खर्ब 7 अर्ब 89 करोड अर्थात् 20.8% र वित्तीय व्यवस्थातर्फ 3 खर्ब 75 अर्ब 24 करोड अर्थात् 19.01% रहेको छ। यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा 5.6% ले बढी र संशोधित अनुमानको तुलनामा 18.02% बढिरहेको देखिन्छ। अब बितेका आर्थिक वर्षहरूको तुलनामा यो वर्षको बजेटमा के नयाँ त पक्कै होला। ती नयाँ चेन्जेस वा नयाँ थपिएका कुराहरू के होलान् त? अब बजेटलाई पुरै चिरफार गरौँ। सरकारले सामाजिक सुरक्षा भत्ता, हामीले बुझ्ने भाषा भनेको वृद्ध भत्ता पाउने अवधि चाहिँ बढाएको छ। यसअघि 68 वर्ष पार गरेका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भए पनि आगामी आर्थिक वर्षदेखि उमेरहद 70 वर्ष पुग्नै पर्ने भएको छ। अर्को मुख्य कुरा भनेको सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर चाहिँ हटाएको छ। जुन हामी क्यूआर पेमेन्ट गर्दाखेरि 13% भ्याट लाग्थ्यो, कतिजनाले याद गर्नुभएको थियो, हो त्यो 13% भ्याट चाहिँ अब हटाएको छ। बजेटमा शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउनलाई शैक्षिक योग्यता, व्यवसाय दर्ता, सिप परीक्षणको प्रमाणपत्र तथा परियोजना प्रस्ताव प्रोजेक्ट प्लानका आधारमा बिना धितो रु 2 लाखदेखि रु 20 लाखसम्म 3% ब्याज दरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भनेको छ। हेरौं, यो चाहिँ पाउने हो कि होइन कुनै अहिले ग्यारेन्टी गर्न सकिँदैन। आर्थिक वर्ष 2082-83 का लागि ल्याइएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चाहिँ नयाँ रंगशाला बन्ने भएको छ। झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको नयाँ रंगशाला बन्ने अनि भद्रपुर विमानस्थल विस्तारका लागि चाहिँ बजेट छुट्याइएको पनि पाइयो। अब एकदम ठूलो हल्लामा रहेको पूर्व पश्चिम रेलमार्ग निर्माणबाट भने सरकार चाहिँ पूर्ण रूपमा पछाडि हटेको देखिन्छ। यहाँ त के भयो, हात्ती आयो फुस्छ, अब रेल चढ्न त भारतै पुग्नु पर्ला जस्तो छ।
शेयर बजारको बारेमा बजेटले केही बोल्यो कि बोलेन भन्ने कुरा हेर्दा हाल 1 वर्षभन्दा बढी अवधि शेयर होल्ड गरेकालाई नाफामा 5% तथा 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेलाई 7.5% पुँजीगत लाभ कर लाग्दै आएको छ। शेयरको पुँजीगत लाभ करका विषयमा बजेटले कुनै शब्द नबोलेकाले हालकै यथावत रहने भएको हो। अब पुँजीगत लाभ कर बढ्ने हल्ला व्यापकै थियो, त्यो बढेन, जुन शेयर मार्केटको लागि एकदमै पोजिटिभ कुरा हो। आर्थिक वर्ष 2081-82 मा 10 लाख भन्दा माथिको सुनको गरगहना, हीरा मोती जडित सुनका गरगहनाहरूमा चाहिँ 2% विलासिता शुल्क लाग्दै आएको छ। तर आगामी आर्थिक वर्ष 2082-83 को आर्थिक विधेयकमा सुनको गरगहना बिक्रीमा 2% विलासिता शुल्क तोकिएको छ। अनि सधैँ कर बढ्ने मदिरा, बियर, सुर्ती र विद्युतीय चुरोटको भेप आयातमा लाग्दै आएको भन्सार महसुल दरमा पनि वृद्धि गरेको देखिन्छ। यो चाहिँ मलाई ठिकै लाग्छ। सरकारले तलब पो बढाउने हो कि होइन भनेर सरकारी तलब खानेहरू 15 गते आँखा कानलाई तेजमा राखेर बजेट भाषण हेर्दै सुन्दै हुनुहुन्थ्यो होला। तलब बढ्ने हल्ला भए पनि तलब भने बढेन। तलब बढ्दाखेरि सरकारलाई आर्थिक भार धेरै नै पर्ने भयो भन्ने चर्चामा आइरहेको थियो। तर पनि महँगी भत्तालाई बढाएर 5000 चाहिँ पुर्याइएको छ। अब सरकारले माध्यमिक शिक्षा परीक्षा एसी प्रदेशबाट सञ्चालन गर्ने घोषणा पनि गरेको छ। अर्को कृषकका लागि भने सरकारले रासायनिक मलमा अनुदानका लागि 28 अर्ब 82 करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष बजेटमा प्राङ्गारिक मललाई पहिलो पटक ठूलो रकम विनियोजन भएको छ। माटोको गुणस्तर कायम राखी उत्पादनलाई वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रमका लागि चाहिँ 40 करोड बजेट विनियोजन भएको छ। अब सरसर्ती यो भनेका नयाँ कुराहरू अथवा अपडेटेड कुराहरू हुन्। अब कुन क्षेत्रमा कति बजेट छुट्याइएको छ त्यसलाई पनि चिरफार गरौँ। नेपाल सरकारले बिहिबार आर्थिक वर्ष 2082-83 को बजेट सार्वजनिक गरेको छ। यो बजेटमा सबैभन्दा धेरै पैसा अर्थ मन्त्रालयको नाममा छुट्याइएको देखिन्छ। तर त्यो सबै पैसा अर्थ मन्त्रालयले आफ्नो कामका लागि खर्च गर्न पाउँदैन। त्यो रकमको धेरै जसो भाग देशभित्र लिएको ऋण फिर्ता गर्न, विदेशबाट लिएको ऋण तिर्न र भइपरि आउने आकस्मिक खर्चमा जान्छ। त्यसैले वास्तवमा अर्थ मन्त्रालयले आफ्नो कामका लागि खर्च गर्न पाउने पैसा धेरै हुँदैन। आफ्नो काममा सिधा प्रयोग गर्न सकिने बजेटको हिसाबले हेर्दा सबैभन्दा धेरै पैसा शिक्षा मन्त्रालयलाई दिएको छ। यस वर्षको बजेटमा शिक्षा मन्त्रालयलाई सबैभन्दा धेरै पैसा दिएको देखिन्छ। त्यो भनेको कुल बजेटको 10.75% हिस्सा हो। अब बजेट भने 2 खर्ब 11 अर्ब 16 करोड रुपैयाँ। अनि दोस्रो स्थानमा धेरै बजेट पर्ने भनेको गृह मन्त्रालय पनि हो। गृह मन्त्रालयले कुल बजेटको 10.62% पाएको छ। अनि अर्कोतर्फ हेर्ने हो भने सबैभन्दा कम बजेट कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई दिएको देखिन्छ। यस मन्त्रालयले जम्मा 53 करोड 56 लाख रुपैयाँ पाएको छ, जुन कुल बजेटको 0.03% मात्र हो। अब अन्य शीर्षकमा पनि कति बजेट छ भन्ने कुरालाई चाहिँ यीदेखि बाहेक अन्य विभिन्न शीर्षकहरूमा पनि बजेट छुट्टिएका छन्। यी भनेका मुख्य शीर्षकहरू रहे। अब समग्रमा हेर्ने हो भने यो वर्ष पनि कुनै ठूलो विकासका कामलाई टुङ्गो लगाउने गरी बजेट पुग्दैन जस्तो लाग्छ। अब यसको साथसाथै विभिन्न अर्थशास्त्रीहरू, विभिन्न बजेटका विज्ञहरू, सरकारको पक्ष, सरकारको प्रतिपक्षी नेताहरूले बजेटप्रति आफ्नो विचार चाहिँ राखेका छन्। ती विचारहरू केही मैले यहाँ समेट्ने कोसिस गरेको छु। आगामी आर्थिक वर्षका लागि विनियोजन हेर्दा 19 खर्ब 64 अर्बको बजेट त्यसको 29% जति हो। त्यो ठूलो आकारको भन्न मिल्दैन। यो यथार्थपरक छ। पूर्व अर्थ सचिव रामेश्वर खनालको भनाइ हो यो चाहिँ। अब तर त्यसका लागि स्रोत व्यवस्थापन हुनेमा भने प्रशस्त शंका छ। किनभने बजेटमा सरकारले 14 खर्ब 80 अर्ब राजस्व संकलनको लक्ष्य लिएको छ। राजस्व बाँडफाँड मार्फत 1 खर्ब 65 अर्ब घटाउँदा संघीय सरकारले मात्रै 13 खर्ब 15 अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। यति त कर मात्रै कलेक्ट गर्नु पर्यो। गत आर्थिक वर्ष संघीय सरकारले 9 खर्ब 55 अर्ब मात्रै राजस्व संकलन गरेको थियो। त्यसमा 12% को वृद्धि भयो भने पनि 10.5 खर्बको संघीय राजस्व संकलन हुनेछ। अर्को भनेको सरकारले लिएको लक्ष्य अनुरूप आन्तरिक ऋण बाहेक अन्य कुनै पनि स्रोतबाट रकम उठाउन सक्ने अवस्था छैन। सरकारले 53.5 अर्ब वैदेशिक अनुदान संकलन लक्ष्य लिएको छ। तर गत वर्ष नै सरकारले जम्मा 23 अर्ब मात्रै अनुदान ल्याउन सकेको थियो। जबकि यो वर्षबाट युएसआइडी को अनुदान पूर्ण रूपमा बन्द हुनेछ।
युकेएडको अनुदान पनि 40% कटौती हुँदैछ। यस्ता अवस्थामा अनुदानको लक्ष्य पूर्तिको सम्भावना नरहेको अर्थमन्त्री डाक्टर सोनिम वागले बताउँछन्। अब वैदेशिक ऋण उत्साहजनक उठ्न सकेको छैन। गत आर्थिक वर्ष 2080-81 सरकारले जम्मा 1 खर्ब 25 अर्ब मात्रै वैदेशिक ऋण लिन सकेको थियो। अब चालु आर्थिक वर्षमा 10 महिनामा करिब 90 अर्बको मात्रै बाह्य ऋण उठाउन सकेको छ। अब आउँदो आर्थिक वर्षमा के होला त? अब फेरि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने यसपटकको बजेट राम्रो र नराम्रो दुवै नरहेको बताउँछन्। यो बलियो सरकारसँग ठूलो डिपार्चर गर्ने अवसर थियो, त्यो चाहिँ गुमेको छ। अब यसै गरी पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भने उहाँ पनि अर्थविदै हुनुहुन्छ। बजेटले ठूलो सुधार गर्ने भन्दा पनि सामान्य सुधार मात्रै गर्ने बताएका छन्। देशलाई गुणात्मक ढंगले बदल्ने योजना आएनन्। बजेटको संरचना विकास खर्च बढी गर्ने खालको छैन। ऋणको निर्भरता कायमै छ भनेर उनले पनि भनेका छन्। सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले भने समग्रमा बजेट सही दिशातर्फ उन्मुख भएको चाहिँ बताइरहेका छन्। अब कनिका छरे जस्तो बजेट छर्ने परम्परा तोडिँदै अनुशासनमा रहेर बजेट आएको चाहिँ उनले बताए। अब राष्ट्र स्वतन्त्र पार्टीका नेता समेत रहेका डाक्टर सोनिम वाग्लेले भने बजेट धेरै उत्ताउलो नभए पनि राज्यको क्षमताका आधारमा ठूलो भएको बताए। अब यसरी विभिन्न नेताहरूको विभिन्न अर्थविदहरूको कुराहरूलाई पनि हामीले हेरिहाल्यौं। अब यो आर्थिक वर्षको बजेट भाषणले तपाईलाई चाहिँ कतै छोयो कि छोएन? तपाईलाई बजेटका बारेमा अझ केही जानकारीहरू आवश्यक परेको छ, अझै के बुझ्न मन छ भने प्लिज कमेन्ट पनि गर्नुहोला। अनि सल्लाह र सुझावको पनि ठूलो अपेक्षा राखेको छु। आजको यो बजेटलाई सरसर्ती सारांशमा यही टुंगाएको छु। तपाईको आर्थिक भविष्य सुरक्षित रहोस्।